व्हाट्सअप गाइज, नमस्ते एभ्रिवान। आज चाहिँ म तपाईँहरूलाई एकदम राम्रो खालको एउटा माइक होइन, जो चाहिँ भ्लग बनाउँदाखेरि लाइभहरू गर्नको लागि अनि तपाईँहरूले अनलाइन मार्केटिङहरू गर्नुहुन्छ भने पनि एकदम कम बजेटमा तर राम्रो खालको एउटा माइक लिएर आइसकेको छु है। चाहिँ यो माइकको नाम चाहिँ जेमेरी हो होइन, मोडल MW16। यो चाहिँ तपाईँको MW15 को अपडेटेड भर्जन हो होइन। अनि वायरलेस माइक्रोफोन भइहाल्यो है। अनि यसमा चाहिँ रिचार्जेबल ट्रान्समिटर पाउनुहुन्छ, त्यो दुईवटा। अनि यसलाई चाहिँ अब हामी सरस्वती अनबक्सिङ गरेर हेरौँ है त। यसलाई अनबक्सिङ गर्न जाँदैछु। बक्स पनि बगाल छ है। 3D प्रिन्टिङ छ यसको बाहिरपट्टि। अनि यहाँ पनि एउटा स्टिकर रहेछ सेल। सेल निकाल्ने यहाँबाट दुईवटा बक्स छ है। अनि युजर म्यानुअल यहाँ छ। अहिले हेराउँदा केही भएन है। त्यो युजर म्यानुअल यसको। अनि यसको भित्र चार्जर छ। अहिले हामी माइक चाहिँ हेरौँ है। माइकको बक्स बवाल खालको प्याकिङमा छ माइक चाहिँ। सुरुमै तपाईँले देख्न सक्नुहुन्छ जेमेरी। वाउ, एकदम सबै प्रिमियम क्वालिटीमा छ यो चाहिँ होइन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ यो पावर ब्याङ्क चार्ज गर्ने माइकको ब्याट्री चार्ज गर्ने यो टाइप सी पोर्ट हो होइन। यहाँबाट चाहिँ तपाईँले चार्जरबाट चार्ज गर्ने। अनि यता चाहिँ यसको ट्रान्समिटर हो यो चाहिँ होइन। एकदम बवाल छ है बक्स चाहिँ। लुक चाहिँ एकदम राम्रो छ यसको यो है। अनि अब यसमा सरस्वती कुराहरू यसमा चाहिँ अब यो 25%, 50%, 75%, 100% को यो इन्डिकेटर छ है चारवटा होइन। अनि यो बक्स चाहिँ भइहाल्यो, एकदम राम्रो छ। यो चाहिँ तपाईँले कतै ह्याङ गरेर चलाउन सक्नुहुन्छ होइन। अनि यो लाइटनिङ, यो टाइप सी, यो आइफोनहरू तपाईँले जुनसुकै आइफोन त नभनौँ होइन, 14 Pro Max सम्म, आइफोन 6, 6s प्लसहरू होइन, यिनीहरूबाट 14 Pro Max सम्म चाहिँ लाइटनिङ हुन्छ नि त। अनि 14 Pro Max सम्म चाहिँ तपाईँहरूले यताबाट युज गर्न सक्नुहुन्छ भने 15, 16 Pro Maxहरू चाहिँ टाइप सीबाट दुइटै छ है। यसको चार्जर पनि यहाँ हो होइन। अनि यहाँबाट चाहिँ तपाईँले अक्सको केबल हालेर, यहाँ छ केबल चाहिँ, म यो केबल नै देखाइदिन्छु तपाईँहरूलाई। यो टाइप सी केबल भइहाल्यो होइन, दुइटा चार्ज गर्नको लागि। यो चाहिँ मैले यसको यहाँ हालेर खोलिदिउँ है। यसको चाहिँ यहाँ हालेर यहाँ हालेर अनि यो चाहिँ तपाईँहरूले क्यामेराहरूमा राखेर अनि फेरि अडियो रेकर्ड गर्न सक्नुहुन्छ है। यसरी यो केही ठाउँमा च्यापेर यहाँबाट बोल्न सक्नुहुन्छ। यसको नोइज क्यान्सलेसन र छ है। यो पावर अन भयो, यो मोड भइहाल्यो होइन। अनि यसको चाहिँ यहाँ छ। सो गाइस, अब चाहिँ हामी
यसलाई साइडमा राख्यो होइन। सुरुमा बक्सको बारेमा कुरा गरौँ है। मैले अघि नै भनिसकेँ तपाईँहरूलाई 25, 50, 75, 100 चार्जिङ सिग्नल यो चाहिँ है। अनि टाइप सी पोर्ट भइहाल्यो। यसको यो बक्सको भित्रपट्टि एउटा ब्याट्री लागेको हुन्छ है। अनि यसको ब्याट्रीमा चाहिँ 800 एएमएचको ब्याट्री पावर हुन्छ कि यसमा चाहिँ होइन, जुन कि यसले चाहिँ यो भित्र रहेको यो चाहिँ ट्रान्समिटर भइहाल्यो यो दुइटा चाहिँ। अनि यो चाहिँ रिसिभर हो। यो रिसिभर तिनटैमा चाहिँ तपाईँको 80 एएमएचको ब्याट्री लागेको हुन्छ कि यसमा पनि, यसमा पनि, यसमा पनि है। यो तपाईँको यो चाहिँ ट्रान्समिटर भयो, यो पनि ट्रान्समिटर भयो, यो चाहिँ रिसिभर है। मैले तपाईँहरूलाई भनिसकेँ आइफोनलाई एन्ड्रोइड दुइटैलाई काम गर्ने भयो यसले होइन। अनि यसमा चाहिँ 80 एएमएचको ब्याट्री लागेको हुन्छ। यो 80 एएमएचको ब्याट्री चाहिँ यसमा चाहिँ चार्ज गर्ने होइन। तपाईँको यो चार्ज गरेर यो एकचोटि फुल भयो भने त्यही 3 देखि 4 टाइमसम्म चाहिँ 3 to 4 टाइमसम्म चाहिँ यसले चार्ज गर्न पुग्छ है। 100% यो छ भने चाहिँ होइन, यो 4वटै बत्ती बोलिरहेको छ भने तपाईँको 4 चोटि जति चार्ज गर्न पुग्छ। अनि यसको चाहिँ यो माइकको तपाईँको डिस्टेन्स भनेको चाहिँ 20 मिटर हो है। तपाईँले कुनै पनि ठाउँमा फोनहरू राखेर तपाईँ 20 मिटर टाढाकोसम्म चाहिँ यो माइक लिएर बोलेर हिँड्न सक्नुहुन्छ होइन। त्यहाँसम्मको चाहिँ यसले भोइस क्याप्चर गर्छ। अनि त्यसपछि चाहिँ त्योभन्दा टाढा जानुभयो भने चाहिँ आफै अटोमेटिक कट भइराखेको हुन्छ, आवाजहरू चाहिँ काटिने आइरहेको हुन्छ है। अनि फर्दरमा त्यही हो है। यो चाहिँ तपाईँको एक्स केबल भइहाल्यो, यो चाहिँ चार्जिङको लागि टाटा केबल भइहाल्यो है। अनि यो युजर म्यानुअल भइहाल्यो है। त्यसपछि यहाँ देखाएको छ, तपाईँहरूले पढ्न सक्नुहुन्छ। अहिले नजिक ल्याएर राखिदिन्छु है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ है, आफै पनि पढ्न सक्नुहुन्छ। चार्जिङ केस वर्किङ टाइम 24 आवर्स है। माइक्रोफोन वर्किङ टाइम 6 आवर्स भनेर देखाएको है। यसले चाहिँ 6 घन्टासम्म काम गर्दो रहेछ। अनि त्यसपछि 80 एएमएचको ब्याट्री भइहाल्यो है। सिग्नल टु नोइज रेडियो भनेको यो चाहिँ 60 एबी देखाएको छ। फ्रिक्वेन्सी रेस्पोन्स रेन्ज 20 हर्जदेखि 20 किलो हर्जसम्म चाहिँ सक्नुहुँदो रहेछ है। 6 आवर ब्याट्री भइहाल्यो। मिडिल छैन है। समग्रमा बुझ्नुपर्दा गाइज लास्टमा यही हो है। यदि तपाईँहरू अघि मैले सुरुमै भनिसकेँ भ्लगिङ गर्नुहुन्छ है, बिगिनरै हुनुहुन्छ, भ्लग बनाउन स्टार्ट गर्नुभएको छ होइन। अनि त्यसपछि टिकटक लाइभहरू बस्नुहुन्छ, अनि सोसल मिडियामा मार्केटिङहरू अथवा केही कुनै लाइभहरू गर्नुहुन्छ भने त्यसको लागि चाहिँ एकदमै बेस्ट छ है यो माइक चाहिँ। कम बजेटमा तपाईँको त्यही 5000 एराउन्डमा आउँछ यो माइक चाहिँ है। अनि यो चाहिँ एकदम बेस्ट छ। तपाईँको K9 माइकहरू त्यो सस्तो माइकभन्दा चाहिँ ठिक छ है। अब DJI-सँग त तुलना नगरौँ होइन, पैसा पनि कम, यसको बजेटै लो छ भने अब DJI-को जस्तो हाई बजेटको जस्तो क्वालिटी खोजेर नि तपाईँले हुँदैन है। अनि अब DJI-को माइकलाई त 75,000 एराउन्ड पर्छ है नयाँ माइकलाई। अब यसको त जम्मा त्यति छ, त्यही भएर यसले चाहिँ DJI-को जस्तो पर्फर्मेन्स गर्दैन। भए पनि K9 माइकहरूभन्दा चाहिँ धेरै राम्रो छ है। तपाईँहरूले तपाईँहरू बिगिनर हुनुहुन्छ भने चाहिँ यो माइक किनेर भ्लगिङ अनि त्यसपछि अरू प्रोग्रामहरू चलाउन सक्नुहुन्छ है। एकदम बेस्ट छ यो माइक चाहिँ। मैले पनि युजकै लागि किने हो यो होइन, भ्लग गर्छु त्यसकै लागि किने हो। राम्रो छ यो माइक। म यसको साउन्ड पनि तपाईँलाई सुनाइदिन्छु केही बेरमा है। सो गाइज अहिले चाहिँ म तपाईँहरूसँग यही जेनेरिकै M16 भन्ने माइकलाई अन गरेर नोइज क्यान्सलेसन मोडबाट बोलिराखेको छु है। तपाईँहरूले कस्तो सुन्नुभएको भोइस त्यो पनि कमेन्ट गरिदिनु होला है। म एकछिनपछि फेरि यसको अर्को मोडमा लगाएर फेरि त्योबाट पनि बोल्नेछु, त्यसको पनि कमेन्ट गरिदिनु होला भोइस कस्तो आइरहेको छ है। म यसलाई चेन्ज गरिदिन्छु। अहिले यसको मोड चेन्ज भइसकेको छ। अहिले तपाईँहरूले कस्तो सुन्नुभएको भोइस है। माइक मन पर्नु भयो कि मन पर्नु भएन त्यो दुइटै कमेन्ट गरिदिनु होला है। कस्तो लाग्यो माइकको रिभ्यू होइन त्यो पनि भनिदिनु होला। चिप एन्ड बेस्ट प्राइसमा दामी क्वालिटीको ओभर खालको माइक चाहिँ आइसकेको छ बजारमा जेनेरिको होइन, जहाँबाट पनि तपाईँहरूले किन्न सक्नुहुन्छ।
राम्रो छ है यो भ्लगिङहरू लाइभहरूको लागि। Yeah.